ओसिडी र एन्जाइटी सुन्नुभएको छ? पक्कै सुन्नुभएको छ। सोशल मिडियादेखि साथीभाइको गफगाफसम्म जताततै सुनिन्छ, होइन त? तर के हामीले साँच्चै यसको मतलब बुझेका छौँ? आज हामी यिनै शब्दहरूको पछाडिको वास्तविक अर्थ के हो त्यसमै कुरा गर्नेछौँ। हेर न, त्यो त कस्तो ओसिडी, उसको टेबल सधैँ सफा हुन्छ। यस्तो कुरा कतै न कतै त सुन्नुभएकै होला। तर सोच्नुहोस् त, अलिकति सफासुग्घर मन पराउने बित्तिकै कसैलाई ओसिडी भन्न मिल्छ र? हामी कति सजिलै यस्ता गम्भीर मेडिकल शब्दहरूलाई बोलीचालीमा प्रयोग गर्छौं, तर यसको पछाडिको वास्तविक पीडालाई सायदै सोध्छौं। त्यसो भए यी शब्दहरूको साँच्चीकै अर्थ के हो त? र यो जान्नु किन जरुरी छ? किनभने जब हामी यस्ता शब्दहरूलाई हल्का रूपमा लिन्छौँ नि, हामीले थाहै नपाई यी समस्याहरूसँग साँच्चै जुधिरहेका मान्छेहरूको अनुभवलाई एकदमै सानो बनाइरहेका हुन्छौँ। ल, आउनुहोस् आज यसको गहिराइमा डुबौँ। एकछिन सोच्नुहोस् त, हामी कसैको भाँचिएको हात वा पोलियो लागेकोमा मजाक उडाउँछौँ र पक्कै उडाउँदैनौँ। तर मानसिक स्वास्थ्यको कुरा आउँछ, हाम्रो व्यवहार किन फरक हुन्छ? मानसिक रोगहरू पनि शारीरिक रोग जस्तै वास्तविक र पीडादायी हुन्छन्, तर अक्सर यिनीहरूलाई एउटा नदेखिने कलङ्कको रूपमा हेरिन्छ। कुनै पनि बानी वा चिन्तालाई कहिले चाहिँ डिसअर्डर भन्न मिल्छ त? यसको एउटा खास क्लिनिकल परिभाषा छ। आउनुहोस् त्यो के हो हेरौँ। विज्ञहरूले कुनै पनि व्यवहार डिसअर्डर हो कि होइन भनेर छुट्याउन एउटा एकदमै भरपर्दो मापदण्ड प्रयोग गर्छन्। यसलाई सजिलोसँग सम्झिनको लागि 3Ds को फ्रेमवर्क भनिन्छ। कुनै पनि व्यवहारलाई मनोवैज्ञानिक विकार भन्नको लागि यी तीनवटै कुराहरू पूरा हुनुपर्छ। पहिलो डी हो डिभिएन्ट, मतलब त्यो व्यवहार समाजको सामान्य मान्यताभन्दा एकदमै फरक हुनु पर्यो। दोस्रो डी हो डिस्ट्रेसफुल, मतलब त्यो व्यवहारले व्यक्तिलाई निकै दुःख वा पीडा दिनु पर्यो। अनि तेस्रो डी हो डिसफङ्क्सनल, मतलब त्यसले उसको दैनिक जीवन, काम वा सम्बन्धमा नै बाधा पुर्याउनु पर्यो। याद राख्नुहोला है, कुनै एउटा मात्र भएर हुँदैन, तीनवटै एकसाथ हुनु एकदमै जरुरी छ। अब कुरा गरौँ सबैभन्दा धेरै गलत बुझिएको अवस्थाहरूमध्ये एकको, ओसिडी, सफाइभन्दा धेरै पर। यो सफासुग्घर मन पराउनुभन्दा कता हो कता फरक र गम्भीर कुरा हो। यहाँ हेर्नुहोस् त, यो भ्रम र यथार्थ। सामान्य भ्रम के छ भने ओसिडी भनेको सफा, चिटिक्क बस्ने वा पर्फेक्सनिस्ट हुनु हो। तर क्लिनिकल यथार्थ के हो भने यो मनमा नचाहँदै आउने विचारहरू र त्यसबाट हुने असह्य चिन्तालाई कम गर्न गरिने बाध्यात्मक व्यवहारहरूको एउटा चक्र हो। यसलाई अझै सजिलोसँग बुझौँ है। अब्सेसन भनेको चाहिँ मनमा बारम्बार आउने नचाहेको विचार हो। जस्तै मेरो हात फोहोर भयो, कीटाणु लाग्यो भन्ने सोच आइरहने। अनि कम्पल्सन भनेको त्यो सोचले पैदा गरेको तनाव कम गर्न गरिने काम हो। जस्तै बारम्बार हात धोइरहने। तर समस्या के हो भने हात धोएको एकछिनपछि फेरि त्यही विचार आउँछ, अनि फेरि हात धुनुपर्छ, र यो चक्र चलिरहन्छ। ओसिडी कस्तो देखिन सक्छ? केही उदाहरण हेरौँ। जस्तै घरमा आगो लाग्छ कि भनेर मनमा डर आइरहने, अनि 1 घण्टामा 20 पटकसम्म चुल्हो बन्द छ कि छैन भनेर चेक गरिरहने, रगतै आउने गरी हात धोइरहने, वा जहाँ गए पनि पाइला गन्नै पर्ने। देख्नुभयो नि, यो एउटा सामान्य बानी होइन। बारम्बार चुल्हो चेक गर्दा काममै ढिलाउने, हात धोइरहँदा छाला नै खत्तम हुने, यसले जीवनलाई कति अवरोधकारी वा डिसफङ्क्सनल बनाउँछ भन्ने कुरा यहाँबाटै प्रष्ट हुन्छ। ओसिडी वास्तवमा एन्जाइटी डिसअर्डरकै एउटा प्रकार हो। एङ्जाइटीका विभिन्न रूपहरूलाई हेरौँ। यो हामीले सोचेभन्दा धेरै नै सामान्य छ। यो आँकडा हेर्नुहोस् त, 20%, मतलब हरेक 5 जनामा कम्तीमा 1 जनाले आफ्नो जीवनमा कुनै न कुनै बेला एङ्जाइटी डिसअर्डर अनुभव गरेका हुन्छन्। यो कुनै अरू कसैको समस्या मात्रै होइन, यो हाम्रो परिवार, हाम्रो साथीभाइ वा हामी आफैसँग पनि जोडिएको हुन सक्छ। एन्जाइटीको एउटा प्रकार हो जिएडी, अर्थात् जेनरलाइज्ड एन्जाइटी डिसअर्डर। यो भनेको परीक्षा अगाडि हुने सामान्य टेन्सन जस्तो होइन। यो त महिनौसम्म बिना कुनै खास कारण मनमा एउटा मधुरो तर लगातार बजिरहने खतराको घण्टी जस्तै हो, जसले कहिल्यै शान्तसँग बस्नै दिँदैन। अर्को छ प्यानिक डिसअर्डर। यसमा चाहिँ अचानक डरको बाढी नै आउँछ, जसलाई हामी प्यानिक अट्याक भन्छौँ। छाती दुख्ने, मुटुको ढुकढुकी एकदमै बढ्ने, सास फेर्ने गाह्रो हुने, शरीरले यस्तो प्रतिक्रिया दिन्छ मानौ कुनै ठुलै खतरा आइलाग्यो, तर वास्तवमा बाहिर त्यस्तो केही पनि हुँदैन। यो एकदमै डरलाग्दो अनुभव हो। अनि अर्को छ फोबिया। फोबिया भनेको कुनै कुरा मन नपर्नु मात्रै होइन है, यो एउटा अतार्किक, एकदमै तीव्र डर हो। जस्तै माकुरा देखेर धेरैजना डराउँछन्, त्यो सामान्य हो।
तर माकुराको फोटो देख्दा पनि कोठाबाट भाग्नुपर्ने र त्यो कोठामा फेरि छिर्नै नसक्ने अवस्था आयो भने त्यो फोबिया हुन सक्छ। यस्तो डरले मान्छेको जीवनलाई नै साँघुरो बनाइदिन्छ। हामीले यी डिसअर्डरहरू के हुन् भनेर त बुझ्यौं, तर अब सबैभन्दा ठूलो प्रश्न आउँछ, आखिर यस्तो किन हुन्छ त? हेर्नुहोस्, यो प्रश्नको कुनै एउटा सजिलो जवाब छैन। यो एकदमै जटिल विषय हो, तर वैज्ञानिकहरूले यसलाई बुझ्नको लागि मुख्यतया दुईवटा दृष्टिकोणबाट हेर्छन्। पहिलो हो सिकाइको दृष्टिकोण। यसले के भन्छ भने हामी डर र चिन्ता आफ्नो अनुभव र वरिपरिको वातावरणबाट सिक्छौं। अर्को छ जैविक दृष्टिकोण। यसले चाहिँ हाम्रो जीन, वंशानुगत गुण र हाम्रो दिमागको केमिस्ट्रीलाई कारण मान्छ। तर वास्तविकता के हो भने एन्जाइटी यी दुवैको एउटा जटिल मिश्रण हो। मतलब हाम्रो पालनपोषण र हाम्रो प्रकृति दुवैको भूमिका हुन्छ। अन्तमा कुरा के हो भने जब हामी यी अवस्थाहरूको जटिलतालाई बुझ्छौं तब मात्र हामी योसँग सङ्घर्ष गरिरहेका मानिसहरूप्रति बढी सहानुभूति राख्न सक्छौं। सही जानकारीले नै गलत धारणाहरूलाई हटाउँछ र कलङ्क कम गर्छ। यो नै पहिलो कदम हो। अब जब हामीलाई यति कुरा थाहा भयो, प्रश्न हाम्रो लागि हो, हामीले मानसिक स्वास्थ्यबारे हुने कुराकानीलाई कसरी अझ राम्रो बनाउन सक्छौं? कसरी यस्ता शब्दहरूको लापरवाह प्रयोगलाई रोकेर त्यसको ठाउँमा सहानुभूति र समझदारी बढाउन सक्छौं? एकपटक सोच्नुहोला। धन्यवाद।